हामीले कलर गेम एक्सचेन्ज खेल्न आँटेको देखिसक्यो मेरो मैले देखेको छुइनँ ल कुन फर्स्ट छ ग्रिन ल ग्रिन फर्स्टमा फर्स्टमा खोइ भन्नु त तपाईँको पालो खान्छु फर्स्टमा वाइट ल वाइट राजा यति नै 1 2 3 गो ए जहिले टिसो मान्छ तिमीले मलाई राखेको लाग्यो मलाई त्यो मन परेको फुल रोप्छु म यहाँ अब ग्रिन ल अब खानु तिमीलाई वाइट अर्को दुईटा ल ल दुईटा नख्याउनु न यस्तो पर्फेक्ट जस्तो मिठो लागेर ल्याएको तिमीलाई ए दुईटा म त रिच किड भए त म त धन्यवाद ग्रिन ल अब ल गो लु दुईटा हेर्नु तपाईँ आफैले हेर्नु न हेर्नु चक्कु खै के हो ए चक्कु छियो न हेर्नु न त मेरो वाउ थ्याङ्क यू ओइ मैले भनेको फुल ल्याइदिएको यसो रोक्नु भनेको क्या फेरि ल यही रोप्छु म अनि यो हेर्नु हेर्नु न हेर्नु होइन हेर्नु न अलिक तिमी झन् खानु चाल्छ नि खानु ल कस्तो हुन्छ मैले पहिले खाएको छैन फर्स्ट खानु भएको छैन अर्को छ ग्रिन पाउनु यो त फ्री हो कि अब चाहिँ पैसा त ओइ सुन ल्याइदिएको मलाई सुन माय गॉड कस्तो मलाई मनपर्छ क्या यस्तो लाग्यो त्यही थ्याङ्क यू भएर मेरो बेस्टी फ्रेन्ड बेस्टीलाई मेरो प्यारी तपाईँ ठ्याक्क तपाईँ लाउनु पनि भएको रहेछ धन्न न हेर्नु त हेर्नु भएको छैन दिदी मेरो बहिनीले मलाई सुन ल्याइदिएको है अब कहाँ जाँदा लाम यो साग चाहिँ मैले कहिले खाएको छैन होइन साग चाहिँ म अहिले खानुपर्छ ल चाउचाउमा ल यो फुल चाहिँ म यहीँ रोपिहाल्छु होइन ओरेन्ज ओरेन्ज ल 1 2 3 गो मैले ठ्याक्क यो क्या मैले यस्तै दिनु पर्यो भनेर अस्ति सोचिरहेको थिएँ ठ्याक्क तपाईँलाई क्या पैसा पैसा लाएर फेरि मलाई गिफ्ट दिनु वाउ के हो फेस वास ल्याइदिएको हौ तिमीलाई कुन गयो खोइ कुन लिम तिमीले कुन चलाउँछ भन्ने भयो कि थ्याङ्क यू यो लगाइहाल त नलाउनु अनि मैले चाहिँ यस्तै खुत्रुके नै दिन्छु भने अब खोइ कुन पिङ्क ल गो हो गरिमा ठ्याक्क ए ओइ के यो कस्तो आनन्द वाउ तपाईँले यस्तैमा लाउनु नि प्रायः त्यही भएर मैले ल मन पर्यो थ्याङ्क यू मन पर्यो किमा पनि क्या अनि पिङ्क त कसरी पिङ्क भयो ए पिङ्क भयो त यहाँ हेर्नु न बल्ल बल्ल खोजेको थियो पनि यहाँ अब कुन भन्नु ए ठ्याक्क गरिमा यार कस्तो खुसी लाग्यो मलाई मन पर्यो मन पर्यो त मते यो पैसा खेर जान्छ होला यो भन्यो अब मेरो पाला यल्लो गो यसले त एउटा मात्रै भएछ कि के हो मेरो त एउटा भयो गएको त नि थ्याङ्क यू प्राइज पनि दिएछ होला यार त्यो नमिटी मैले उकाएको छुइनँ त नि ए त्यतिकै लिएर आएको मैले त अब ब्लू जुन ब्लू भयो भने हुन्छ एउटै मेरो ब्लू गो ठ्याक्क सक्नु आँटेको ठिक्क सक्नु आँटेको थियो यो कति महँगो हौ डिस्काउन्ट छ यो नङपा चाहिँ साह्रै महँगो मेरो नङै छैन किन किनेको त त्यसै पनि राम्रो मलाई कुन किनौँ भएर ल राम्रो ल तपाईँको पाला भन्नु तिम्रो पाला ब्राउन ए ब्राउन ल मैले के किनेको त थाहा छ एकछिन तपाईँलाई लु भन्न 1 2 3 गो तिमीलाई चाहिँ बिरेन ल्याइदिएको आयो यो चाहिँ कफी के तपाईँ खानु घरि त्यही भएर वाउ यो त मलाई होइन यसलाई काम लाग्छ बुझ्नु वाउ अब तिम्रो पाला पर्पल 2 3 गो थ्याङ्क यू गुडा साइज होइन हो त्यो जे पर्पल भन्नु अब के गोल्डन कलर गोल्डन त खाना भयो 1 2 3 गो एउटा त मिलेछ यार कति प्राइसहरू 130 होइन हाम्रो मिलेछ यो ल्याइदिएको छु यो के थ्याङ्क यू यो स्याम्पल मात्रै चलाउने नि दामी थ्याङ्क यू अब कुन कलर अब तिमी कुन चलाउँथ्यौ म यही चलाउँछु सनसेटै चलाउँछु ब्लू ला मेरो मैले सोचेको मिलेछ त्यसो ब्लू सक्मा त कति सक्मा ब्लू होइन ब्लू त मैले अघि दिइसकेँ अब दुईटा ब्लू छैन ल अब एउटा ब्लू 1 2 3 गो क्यान खानु भनेर के हो यो चाहिँ हैन के गर्नु लाउने हो यो फिक्स मेरो फिक्स हो क्या सिटिङ थ्याङ्क यू म त इडली तपाईलाई हेर नि ठ्याक्क यार यो चाहिँ मेरो छोराले मस्त त्यही यहाँ लगाउ न अब के यो त यहाँ भित्र फेरि यस्तै कलरको गर्ने त्यही भएर त एउटा ब्लू हो त एउटा ब्लू छ के एउटा ब्लू अब धेरै छैन अब रेड अब मेरो त दुईटा मात्रै छ त मेरो एउटा मात्र मेरो के भन्छ कुन ल्याउनु बिर्सेँ मैले फेरि अब कुन भन तिमीसँग जुन छ त्यही ल रेड ल 1 2 3 गो ओइ कति मिलेको यो दुईटा के तपाईँ तपाईँ मेरो दुईटा मात्रै छ मेरो त पाँचवटा छ है पाँचवटा म त तिनटा भरि पाएँ
तपाईँको अब एउटा छ मेरो नि एउटा छ एउटा सिधा नि छैन एउटा भन्छ छ ब्ल्याकको छ नि त नि ल अब ब्ल्याक 1 2 3 गो मैले किन हालेँ कसम भनेको मैले छाता किन्नु भनेको थिएँ दिदीले दिनुहुन्छ कि जस्तो लागेको क्या मलाई साँच्चै नै हो कनेक्सन कस्तो रहेछ मैले चाहिँ तिमी जहिले दैनिकमा हिँड्दाखेरि त्यो छाता छोडेर हराए अनि हराएर कोही बेला साटेर गर्छौ हैन अनि यो मैले दिएको चाहिँ याद गर्छौ कि भनेर थ्याङ्क यू यसमा एउटा छ हजुर प्याड चाहिँ मलाई त यस्तो चाहिन्छ हैन यति धेरै मलाई चाहिँ यहाँ पनि छ ब्ल्याकको के छ यहाँ यहाँ छ ओइ दुईटा एउटा त छ नि त्यो त हो नि दुईटा के हो यो हेर्नु ओ माय गॉड ठिक चाहिँ हुन्छ हुँदैन त्यो अय कपडा त कस्तो राम्रो अन्त कस्तो सफ्ट खालको छ नि ल यति मालुवा ल्याइदिएको ल अब मलाई यो कस्तो भनेको मलाई यो छाता चाहिँ नि एक्सपेक्ट चाहिँ थियो कता कता छाता ल्याइदिनुहुन्छ कि भन्छ नि म यो जान्छु नि त तपाईँको मेरो कतिवटा सेम सेम भयो दुईटा सक्यो पछि सक्दो रहेछ नि अनि गर्मी काम लाग्ने